तपाईहरु कोरियामा हुनुहुन्छ अनि आफ्नो स्किनको टेक्सचर र कपालको स्काल्प बारे चेक गर्नु मन छ भने यो भिडियो तपाईहरुको लागि हो। हेलो एभ्रीवान, स्वागत छ निमीको मिनी ब्लगमा। तपाईहरुलाई फ्रीमा स्किन र स्काल्पको चेक गर्नु मन छ भने चाहिँ दोङदेमुन हिस्ट्री एन्ड कल्चर पार्कमा जानु होला। यहाँ चाहिँ तपाईले सजिलैसँग आफैले स्किन चेक गर्न सक्नुहुन्छ। अगाडि राखेको डिस्प्ले ट्याबले चाहिँ तपाईको फेसलाई रिड गरेर फेसको कन्डिसन कस्तो छ, के चाहिन्छ भनेर चाहिँ भनिदिन्छ। तपाईहरुको स्किन टाइप अनुसार डिफरेन्ट ब्युटी प्रोडक्ट्स पनि रिकमेन्ड गर्छ। त्यसै सँगसँगै हामीले चाहिँ स्काल्पको पनि चेक गर्यो। एज एक्सपेक्टेड मेरो रिजल्ट चाहिँ हेयर फल, हेयर ड्यामेज नै आयो। त्यसैले साथीहरु हजुरहरु पनि आफ्नो स्किन केयर, हेयर स्काल्प र ब्युटी रिलेटेड कस्मेटिक स्टफ बारेमा चाहिँ क्युरियस हुनुहुन्छ भने चाहिँ यो ठाउँ चाहिँ अवश्य भिजिट गर्नु होला। यहाँ सकाएपछि चाहिँ हामी चाहिँ मिमी लाइनतिर गयौँ। हामीलाई चाहिँ मिमी लाइनमा चाहिँ थोरै सामानहरु किन्न थियो, स्किन केयरको अनि रिङहरु किन्न थियो। त्यही भएर मिमी लाइनमा चाहिँ तपाईहरुले ओलिभ्याङ भन्दा सस्तो पाउनुहुन्छ स्किन केयरको सामानहरु। मलाई चाहिँ त्यहाँ चाहिँ धेरै नै सस्तो लाग्छ। यहाँ आयो भने चाहिँ यो एक्सेसरिजको सामानहरु चाहिँ यति राम्रो लाग्छ, हेरे नि किनम हुन्छ। अनि हामीले पनि अलिकति सामानहरु चाहिँ किनेर आयौँ। कोरिया चाहिँ दिनमा भन्दा पनि रातमा अझै राम्रो देखिन्छ के झिलिमिली बत्तीहरुले गर्दा। अनि हामी चाहिँ यही हेर्दै घरतिर फर्कियौँ। ओके गाइज, बाइ बाइ, थ्यांक यू फर वाचिङ।